नमस्ते 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 अनि हार्दिक सुस्वागत गर्न चाहन्छु। म तपाईँहरूकै फेसबुक कन्टेन्ट क्रिएटर मनप्रकाश घरतीमगर आज पनि तपाईँहरूको माझमा म कार्यक्रम लोक सुसेली लिएर उपस्थित भइसकेको छु। आजको बसाइमा तपाईँ र म एकदमै मिठा मिठा गफगाफ गर्नेछौँ र ती पुराना अतीतका दिनहरूलाई उल्ट्याउनेछौँ, पल्ट्याउनेछौँ, कोट्याउनेछौँ। ती दिनहरू के कसरी तपाईँले बिताउनु भयो, जस्तो यो म्युजिक ब्याकग्राउन्डको म्युजिक बज्दै गर्दाखेरि तपाईँलाई सम्भवतः 10 साल 12 साल पछाडिको समयहरू यादहरू आइरहेको छ होला। त्यही यादहरू आओस् भन्नेकै लागि म आज यो भिडियो बनाउँदैछु। पुरानो समय हृदयदेखि नै झझल्को आउँदाखेरि एकदमै मन खुसी हुन्छ। त्यही मन खुसी होस् भन्नेकै लागि तपाईँहरूको माझमा आज पनि यो कार्यक्रम लोक सुसेली नामक भिडियो बनाउँदैछु। तपाईहरुको माझमा एकदमै मिठा मिठा गफ गर्ने र मिठा मिठा कला प्रतिभा सुन्नको लागि सुनाउनको लागि उपस्थित भइसकेको छु कार्यक्रम लोक सुसेली लिएर। अब भने तपाईहरु यस कार्यक्रममा उपस्थित जनाउनको लागि 08644 दद नम्बरको बाटो भएर रेडियोमा उपस्थित जनाउनु होला। तर यसमा मेरो फेसबुक पेजको यो भिडियोमा चाहिँ जनाउनु पर्दैन, किनभने म एउटा पुरानो यादहरूलाई झल्काउनको लागि मात्रै भिडियो बनाएको छु। यत्तिकैमा कोही दर्शक श्रोता कोही उपस्थिति जनाउनको लागि फोन कलमा आइसक्नु भएको छ भनेर मित्रले जानकारी दिइसक्नु भएको छ। उहाँलाई स्वागत गरौँ। हेलो सर, नमस्कार। हजुर नमस्कार। तबबाट को बोल्नु भयो होला? हजुर सर, मेरो घर भुटानको लामी दादाबाट रेडियो प्रेमी ढकुर प्रसाद बोल्दैछु सर। हजुर, आजको कार्यक्रमको बसाइको तपाईलाई छोटकरीमा केही जानकारी छ या छैन? जानकारी त त्यति भएन दादा, तर गीत गाउनुपर्छ भन्ने सुनेको छु। हजुर, हाम्रो आजको लोक सुसेली कार्यक्रममा तपाईँले गीत गाउनु पर्ने हुन्छ, अथवा तपाईँसँग गीत छैन भने कुनै पनि कला प्रतिभाहरू प्रस्तुत गर्न सक्नुहुन्छ। हजुर दादा, म गीत गाउँछु। ओहो, तपाईँ गीत गाउनुहुन्छ? हजुर दादा, म गीत गाउँछु। ल ठिक छ। हाम्रो यस कार्यक्रम भनेकै कार्यक्रम लोक सुसेली हो। लोक सुसेलीमा हामीले चाहिँ गीतहरू सुन्ने गर्छौँ, सुनाउने गर्दछौँ। सुनाउने जमर्कका साथ हामी उपस्थित भइसकेका छौँ। भनेपछि तपाईँले हामीलाई गीत सुनाउनुहुन्छ होइन? हजुर दादा। ल ठिक छ, तपाईँले आज हामीलाई गीत सुनाउनुको लागि तयारी हुनुहुन्छ? हजुर दादा। ल तपाईँ आफ्नो गीत गाउन सक्नुहुन्छ है त? चुल्टिनी भनी बोलाको सुने न कि मायाले, सुने पनि नसुने झै गर्यो उनीले। हा सुने पनि नसुने झै गर्यो उनीले। यति मात्र ल दादा। एकदमै हाम्रो रेडियो प्रेमी श्रोता हामीसँग आउनुभएको थियो र उहाँले एकदमै राम्रो गीत पनि गाउनु, त्यस्तै माया मोह दिइराख्नु होला हाम्रो कार्यक्रम लोक सुसेली प्रोग्रामलाई। र मेरो यो फेसबुक पेजको यो भिडियोलाई पनि माया गरिदिनु होला, लाइक गरिदिनु, कमेन्ट गर्नु होला, सेयर गरिदिनु होला, सबै गरिदिनु होला। सक्नुहुन्छ भने तपाईँको पुरानो यति साथीहरूलाई पनि मेन्सन गर्दै यो सेयर पनि गर्नु होला भन्न पनि चाहन्छु। आजको बसाइको कार्यक्रम तपाईँलाई के कसो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिन पनि नभुल्नु होला। आजको बसाइबाट म तपाईँकै कार्यक्रम प्रस्तुता मनप्रकाश घरतीमगर पनि बिदाई हुन्छु र आगामी आउँदो हप्ता भेट हुने बाचाका साथ म पनि बिदा हुन्छु। नमस्कार, जय देश, जय सङ्गीत।